तपाईको गीत संगीतमा लागेको कति भयो? गीत सङ्गीतमा त सानैबाट लाग्यो हो, बच्चादेखि नै। तर अलिकति अफिसियल रूपमा मिडियामा चिनिएको भने चाहिँ लगभग 2-3 वर्ष, धेरैमा 3 वर्ष भयो होला। 72 सालबाट अलि चाहिँ 2 वर्ष भएछ। तपाईलाई यो संगीत क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कसले दिनुभयो? मेरो ड्याडी, फ्यामिली, म आफै पनि, मेरो ग्रान्डमम, सबैको प्रेरणा छ। अनि यो जस्तो तपाईँ नेपाली गीत सङ्गीतमा लागिरहँदा नेपाली गीत सङ्गीतलाई चाहिँ कस्तो पाउनुभयो? यसमा व्यावसायिकता कतिको छ? एकदमै राम्रो छ। अहिले त झन् एकदम धेरै स्कोप बढेर आएको छ। पहिलाभन्दा पनि बेसी अहिले कलाकारहरूले चाहिँ राम्रो स्कोप पाइरहेछन् भनौँ न, व्यावसायिक रूपमा पनि र अब दर्शकको माया, श्रोताको माया होइन, सबैको माया अहिले झन् बढेर गइरहेछ। हाम्रो इन्डस्ट्री एकदमै धेरै चाहिँ मलाई त लाग्छ फ्लोराइज भइरहेछ क्या, जस राम्रो छ अहिले। अनि यो कलाकारहरूले आफ्नो गीत सङ्गीतको चाहिँ रोयल्टी अहिले नपाइरहेको अवस्था छ होइन, जुन गीतमा रोयल्टीहरू दिनुपर्ने चाहिँ म्युजिक कम्पनीहरूले अन्कनाइरहेछन्। त्यस्तो अवस्थामा चाहिँ तपाईँले नेपाली गीत सङ्गीतलाई चाहिँ राम्रो छ भन्नुभयो, यो चाहिँ कसरी भयो त? त्यो अन्कनाइरहेछन् भन्ने कुरा चाहिँ अब त्यो उहाँहरूको कुरा हो क्या, तर त्यो पहल भइरहेको छ, त्यो एक दिन भएर नै छाड्छ। किनभने अहिले पिआरबिटी सिआरबिटीबाट त मजाले रोयल्टी पाइराखेका छन्, जस्तै अन्जु पन्त दिदी, अब प्रमोद खरेल दाईहरूले होइन, धेरैले चाहिँ रोयल्टी पाइराख्नु भएको छ। जस्तै हामी न्यू कमर्सले अब आगामी दिनहरूमा अपकमिङ फ्युचरमा रोयल्टी पाउनेछौँ। त्यस्तै गरी अब बसमा बज्ने गीतहरू अथवा पिकनिक या कुनै क्लबमा बज्ने गीतहरूबाट पनि अब रोयल्टी आउने कुराहरू, पहलहरू भइराखेको छ। त्यस्तो गरेपछि अब म्युजिक कम्पनीले त अवश्य दिनुपर्ने नै हुन्छ। उनीहरूले हिचकिचाएर हुने केही पनि छैन होइन, त्यो बिस्तारै हुन्छ त्यो पनि, किनभने कानुनी रूपमा नै भए पछाडि त्यो अवश्य भइहाल्छ। अनि यो जस्तै नेपाली कलाकारहरू जब अलि हाइलाइटेड भइसकेपछि विदेश जाने प्रवृत्ति, विदेशमा लुक्ने प्रवृत्ति छ। तपाईँ पनि विदेशका धेरैवटा कन्सर्टहरूमा सहभागी हुनुभयो। तपाईँलाई चाहिँ त्यस्तो चाहिँ आएन चाहिँ म चाहिँ बस्नुपर्छ, मैले स्कोप चाहिँ विदेशमा बनाउनुपर्छ भन्ने? त्यस्तो केही पनि लाग्दैन। अब उहाँहरू जति पनि त्यहाँ गएर बस्नु सेटल हुनुभएको छ, उहाँहरूको आफ्नो बाध्यता हुनसक्छ, उहाँहरूको आफ्नै रिजन केही हुनसक्छ पछाडि होइन। तर मेरो त्यस्तो केही पनि सोच छैन। म जे गर्छु म नेपालमै बसेर गर्छु र कलाकार हुन साथै पछि गएर त्यतै पलायन हुन्छ भन्ने पनि छैन, किनभने सबै कलाकार गएका छैनन् होइन, थोरै मात्र छन्। उहाँहरूको आफ्नै केही कारणले हुनसक्छ, त्यसमा चाहिँ म केही भन्न चाहन्न। म चाहिँ यहीँ रहन्छु। यो जस्तै नेपालमा चाहिँ अहिले अब कलाकारहरू यति बढे कि अहिले त अब भनिन्छ काठमाडौँमा ढुङ्गाले हान्दा चाहिँ कि गर गायकको कि त हिरोको टाउकोमा लाग्छ कि गायिकाको टाउकोमा लाग्छ भन्ने छ। यो विषयमा चाहिँ तपाईँले चाहिँ कलाकारहरू मलाई धेरै भाव होइन जस्तो लाग्छ। किन त्यो राम्रो होइन र? नेपाली अब जुन इन्डस्ट्री छ, कलाकार बढ्नु त त्यतिकै राम्रो कुरा हो नि होइन, किन यो राम्रो कुरा होइन र? कलाकार त हुनुपर्छ जस्तो लाग्छ मलाई। अहिले चाहिँ यस्तै पैसा लगानी गरेर चाहिँ यस्तै कलाकार बन्ने प्रवृत्ति छ होइन, यसमा चाहिँ तपाईँलाई के भन्नुहुन्छ यो विषयमा चाहिँ? अब सुरुमा उहाँहरूले चान्स नपाइराखेको अवस्थामा आफै लगानी गरेर पनि बन्नुहुन्छ होला, त्यो अब उहाँहरूको आफ्नो कुरा हो, त्यसमा अब म केही पनि भन्न चाहन्न। तर मेन कुरा पैसा लगानी गरेर भन्दा पनि आफ्नो मेहनत र कलाले नै अगाडि बढ्ने हो। सो अब आफ्नो भित्रै सिन्सियरली लाग्न थाल्यो भने उसले अब सुरुमा चिनिनलाई गर्नु पर्ला इन्भेस्ट अलिकति, तर पछि गएर उसले राम्रो गर्न थाल्यो भने राम्रो अवश्य हुन्छ। त्यो उहाँहरूमै भर पर्छ अब कसले के गर्ने भन्ने कुरा चाहिँ। अब तपाईँले चाहिँ यो कुन तपाईँलाई चाहिँ यस्तै मेलिना राई भनेर चिनाउन चाहिँ तपाईँलाई विशेष योगदान दिने कोही त्यस्तो कलाकारहरूलाई सम्झिँदा तपाईँ कसलाई सम्झिनुहुन्छ? थुप्रै हुनुहुन्छ। मलाई पर्टिकुलर एउटै मान्छेले मात्रै साथ दिनुभएको छैन, धेरै हुनुहुन्छ। मेरो फ्यामिली त हुँदै हुनुहुन्छ मसँग होइन, प्लस अब थुप्रै हुनुहुन्छ। जस्तै डाक्टर किराँत अङ्कल, उहाँ पनि वरिष्ठ सङ्गीतकार हुनुहुन्छ, र तारप्रकाश लिम्बू दाई जसले चाहिँ मलाई मुभीमा ब्रेक दिनुभयो, विनोद खम्बु दाई, मेरो फर्स्ट युट्युब सङ छाडी जाने भए जाऊ मायालु बोलको गीतलाई चाहिँ ल्याउन सफल पारिदिनु भएको थियो विनोद खम्बु दाई। त्यसपछि आएर बसन्त सापकोटा, अनि आएर अहिले तत्काल चाहिँ राजन राज शिवाकोटी, सबैजनालाई सम्झन चाहन्छु। अनि तपाईँलाई इलाम कस्तो लाग्यो? इलाम यो त बोर्डर मात्रै छुन्छ है, यो दानाबारी एकदम इलाम बोर्डर मात्रै छुन्छ, तर मात्रै छुन्छ। तर एकदम गर्मी ठाउँ रहेछ इलाम भन्ने साथ मलाई चाहिँ कस्तो लाग्छ भने चिसो ठाउँ होला जस्तो लाग्छ नि त। तर यो चाहिँ अलिकति गर्मी रहेछ, तर एकदम राम्रो लाग्यो। जुन आउँदाखेरि जुन त्यो जङ्गलको बाटो भएर आउँदो रहेछ होइन, एकदम राम्रो लाग्यो मलाई। यहाँको दर्शक श्रोताले धेरै माया दिनुभयो मलाई, धेरै धेरै थ्याङ्क यू। अनि इलामका दर्शकहरूलाई तपाईँ अन्तिममा भन्न चाहेको कुरो? उहाँहरूलाई धेरै धेरै थ्याङ्क यू। त्योभन्दा बेसी मसँग अरू केही छँदै छैन दिनलाई। जस्तो हिजो उहाँहरूले चाहिँ प्रोग्राममा माया दिनुभयो, सपोर्ट दिनुभयो, मलाई एकदम खुसी छु। म यहाँबाट धेरै खुसी भएर जाँदैछु, पछि पनि आउनेमा छु, पछि पनि आउँछु अवश्य पनि। धेरै राम्रो लाग्यो, थ्याङ्क यू।